नमस्कार, म नवीन बुढाथोकी। आज हाम्रो साथमा हुनुहुन्छ उदयपुर निर्वाचन क्षेत्र नम्बर 1 बाट मङ्गोल नेसनल अर्गनाइजेसनका प्रत्यक्ष उम्मेदवार बद्री विक्रम राई। तपाईलाई स्वागत छ कार्यक्रममा। धन्यवाद सर। हजुर, तपाईले उदयपुर क्षेत्र नम्बर 1 बाट आफ्नो उम्मेदवारिता दिँदै गर्दा आफ्नो के भिजन चाहिँ अगाडि सारेर अघि बढिरहनु भएको छ? वास्तवमा नेपाल भनेको एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुआयामिक भएको मुलुक हो। त्यसो भएकोले नेपालमा चाहिँ सयौं थरीका जात जातिहरूले चाहिँ समान ढङ्गले चाहिँ फुल्नु पाउनु पर्दछ र यहाँका सम्पूर्ण जात जातिले समान अधिकार, यहाँका सम्पूर्ण भाषाभाषीले, सम्पूर्ण धर्मावलम्बीले समान अधिकार पाइसकेपछि, फुल्ने अवसर पाइसकेपछि एउटा नेपाली राष्ट्रियता दौरो बनाउन सकिन्छ। त्यो नेपाली राष्ट्रियता दौरो बनाइसकेपछि मात्रै नेपालको सर्वाङ्गीण विकासमा हामीले फड्को मार्न सकिन्छ भन्ने ध्येयले हामीले वास्तवमा चाहिँ यसरी चाहिँ अगाडि बढेको छ सर। हजुर, अब के छ भने अब तपाईहरुको यो जुन अर्गनाइजेसन छ, यदि सरकारमा पुगिहाल्यो भने राष्ट्रिय बनाउने नीतिहरू के होलान्, आयामहरू के होलान्? वास्तवमा हामी यदि सत्तामा पुगिसकेछौँ भनेदेखि, यदि सत्तामा हामी पुगेछौँ भनेदेखि प्रथमत कुरो त नेपाली समाजलाई, बृहत नेपाली समाजको जुन अहिलेको बनावट छ, जुन किसिमको चाहिँ अलिकति विभेदकारी किसिमको छ, त्यसलाई हामीले सम्पूर्ण मानव अधिकारले चाहिँ सुसज्जित बनाएर सम्पूर्ण बृहत नेपाली समाजलाई चाहिँ अधिकार सम्पन्न बनाएर हामीले चाहिँ उहाँहरूलाई चाहिँ एउटा राष्ट्रिय एकताको मालामा हामी बाँच्नेछौँ। त्यस पछाडि मात्रै यो देशको जल, जङ्गल, जडीबुटी अनि खनिज सम्पदाको समुचित उपयोगको निम्ति सम्पूर्ण ती मानव समुदायलाई चाहिँ हामी चाहिँ उनीहरूको ज्ञान, सिप र दक्षतालाई त्यसमा प्रयोग गर्नेछौँ र बृहत नेपाली समाजलाई चाहिँ हामीले चाहिँ समृद्ध समाज बनाउनको लागि र यो देशको समुन्नतिको लागि हामीले त्यसमा चाहिँ अगाडि बढाउनेछौँ। तपाईँ यो उदयपुर निर्वाचन क्षेत्र नम्बर 1 बाट उम्मेदवारी दिँदै गर्दा विकासका क्रममा संयुक्त क्षेत्रहरूलाई समेटेर कुन प्रकारको चाहिँ आफ्नो एजेन्डा, विकासका निम्ति एजेन्डा राखेर अघि बढिरहनु भएको छ? वास्तवमा उदयपुर जिल्लाको क्षेत्र नम्बर 1 भनेको एउटा तपाईँको भूगोलले पनि तपाईँको अलिकति होइन विविध भूगोल हावापानी समेटेको भूगोल भएको क्षेत्र परेको हुनाले यहाँको भूगोल सापेक्ष ढङ्गले यहाँ चाहिँ जुन ठाउँमा जुन किसिमको चाहिँ विकासको आवश्यकता पर्छ त्यो खालको समग्रमा भन्नुपर्दाखेरि घाँस बास, कपास, शिक्षा र स्वास्थ्यको क्षेत्रलाई चाहिँ आधार मानेर लगायत यहाँका चाहिँ सम्पूर्ण भौतिक पूर्वाधारका विकास निर्माणहरू, अर्थात् जुन जुन क्षेत्रमा जुन जुन खालको विकासको आवश्यकता परेको छ त्यो भूगोल सापेक्षित ढङ्गले त्यहाँ विकासको आयोजनाहरू त्यहाँ चाहिँ पुर्याउने मेरो लक्ष्य रहेको छ। अहिलेको परिस्थितिसँगै चुनावी माहौल या भनौँ चुनाव पनि नजिकै आइरहेको अवस्था छ। यो भिडियो मार्फत तपाईँ उदयपुर निर्वाचन क्षेत्र नम्बर 1 का मतदाताहरूलाई के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ? वास्तवमा म यो भिडियो मार्फत यो भन्न चाहन्छु कि यदि तपाईँहरू सुशासन चाहनुहुन्छ भनेदेखि, यदि तपाईँहरू विभेद मुक्त समाज निर्माण गर्न चाहनुहुन्छ भनेदेखि, यदि यो मुलुकलाई भ्रष्टाचार मुक्त मुलुक बनाउन चाहनुहुन्छ भनेदेखि, समग्र नेपाली बृहत नेपाली जनताको चाहिँ हित र कल्याणमा तपाईँ चाहिँ अब अगाडि बढ्न चाहनुहुन्छ भनेदेखि सम्पूर्ण नेपाली जनताको, बृहत नेपाली जनताको हित र कल्याणको निमित्त र युग सापेक्ष तपाईँको चाहिँ विकास गर्नको निमित्त र यो मुलुकलाई तपाईँको प्रविधिकरण, यान्त्रिकरण गरेर चाहिँ मुलुकलाई तपाईँको औद्योगिकरणमा प्रवेश गराउनको निमित्त र युगानुकूल तरिकाले चाहिँ यो विकासलाई अगाडि बढाउनको निमित्त पनि हाम्रो मङ्गोल नेसनल अर्गनाइजेसन चुनाव चिन्ह कुखुराको भालेमा यहाँले चाहिँ मतदान गरेर चाहिँ यो देश निर्माणको बाटोमा यहाँहरू सहयात्री बनिदिनुहोस् भनेर म चाहिँ आग्रह गर्न चाहन्छु। यस्तो चुनावी भागदौड भएको समयमा पनि हामीलाई समय दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। आफ्नो व्यस्त समयको बावजुद पनि समय निकालेर मलाई पनि आफ्नो भावना र आफ्नो विचारहरू र आफ्नो सङ्गठनका विचारहरूले चाहिँ सम्प्रेषण गर्ने मौका दिनुभएको यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त, नमस्कार।